एउटा सिनारियो है त तपाईँ एउटा ठ्याक्क +2 अथवा ए लेभल्स भनौँ न स्कुल सकिएको यङ मान्छे तपाईँलाई विदेश जानु छैन म नेपालमै ड्रिम देख्छु पोसिबल छ भनेर लाग्नु भएको छ अब तपाईँ कलेज छिर्नुभयो 4 वर्ष तपाईँको कलेज छ तपाईँ कसरी प्रिपेयर गरेर त्यो अपर्च्युनिटीसम्म पुग्नुहुन्छ एकचोटि हामीलाई यसो क्यान यु टेक अस थ्रु +2 र ए लेभल गरिसकेपछि म सिधै पढेर मात्र बस्छु भन्ने म सोच्दिनँ म पार्ट टाइम जब गर्छु भलै त्यो चाहिँ नि छिमेकीको घरमा होस् हैन भलै त्यो सँगैको त्यतापट्टिको रेस्टुरेन्टको पैसा गर्नुपर्ने होस् अथवा बिल मिलाइदिनु पर्ने होस् अथवा चाहिँ नि मैले इ-कमर्सको चाहिँ नि प्याकेजिङ गरिदिएर पुऱ्याइदिनु पर्ने होस् अथवा पठाइदिनु पर्ने होस् त्यसै होस् म पार्ट टाइम गर्छु 2 घण्टा पनि गर्छु ओके ग्रेट त्यसले मलाई के सिकाउँछ भन्दाखेरि मलाई धेरै कुरा नलेज मैले संसार देख्न पाउँछ नि त मैले बाहिरी इन्भाइरोमेन्ट देख्न पाएँ म 18 वर्ष भइसक्यो बाबा 18+ भन्छ नि भइसकेपछि त मैले मान्छेहरूसँग इन्ट्राक्ट गर्छु मान्छेले के सोच्दो रहेछन् के भन्दो रहेछन् भन्ने कुराहरू बुझ्न पाउँछु एउटा ठाउँबाट अर्को ठाउँ मुभ हुन्छु मान्छेहरूको र अथवा चाहिँ सिचुएसन्सको त्यो डिफ्रेन्ट चेन्ज सिनेरियोहरू मैले फेस गर्न पाउँछु मेरो माइन्ड छ नि मेरो माइन्ड त अमेजिङ छ नि सबैको हरेकको होइन भनेपछि त्यसले त इन्टरप्रिटेसन्सहरू गर्न थालिरहेको हुन्छ त्यसपछि मलाई चाहिँ नि म ब्याचलर्स गरिरहेको हुन्छु नि त ब्याचलर्स गर्नलाई फुल टाइम स्टडी छैन नि त होइन म बिहान दिउँसो अथवा बेलुकाको गर्न सक्छु नि भनेपछि मैले त्यहाँ टाइमलाई म्यानेज गर्न सक्यो भने 2 घण्टालाई म बिस्तारै 4 घण्टा गर्छु 4 वर्ष सकिन्जेलसम्म 4 वर्षको एक्सपिरियन्स र मसँग डिग्री हुन्छ नि आजको सिम्पल फर्मुला आजको दिनमा चाहिँ प्रब्लम के छ नेपालको भन्दाखेरि +2 सकाउँछ होइन ब्याचलर्स गर्छ 4 वर्षको त्यसपछि इमिडिएटली मास्टर्स गर्छ अनि बल्ल काम खोज्छ द्याट्स द मेजर प्रब्लम अब सक्यो क्या आजको अब अघिल्लोको बच्चा त झन् स्मार्ट भइसक्यो त 4 वर्ष एक्सपिरियन्स भइसक्यो मास्टर्स गरेको मान्छेको जेरो एक्सपिरियन्स कसले प्रिफर गर्छ त अर्गनाइजेसन त्यो 4 वर्ष एक्सपिरियन्स भएको मान्छेलाई गर्छ मेरो जब एम हायर